सो हे गाइज नमस्ते, आई होप सबैजना सन्चै हुनुहुन्छ है त। फेरि स्वागत छ हजुरहरूलाई मेरो भ्लगमा है। आज चाहिँ हजुरहरूलाई म चाहिँ यता गोवाको अन्जुना साइडतिर जाँदैछु होइन। यता बिच साइडमा त जान्न होइन, दुई देखाउँदैछु है। यता चाहिँ धेरै गाडी घुम्नु आइरहेको छ, एकदम रमाइलो छ जिन्दगी होइन। त्यो पनि यहाँ जस्तो कि नेपाल जस्तो त छैन, त्यही पनि होइन अलिक फरकै छ। तपाईँको गाउँ जस्तो छ यो, दिल्ली साइड होइन क्या न, यो गोवा हो। यहाँ चाहिँ अलि कस्तो गाउँघर जस्तो छ ठाउँ, तर रमाइलो छ। यो ठाउँमा टुरिस्टहरू धेरै आउँछ घुम्नलाई है। कम त रमाइलो छ। भिल्लाहरू पनि देख्न सक्नुहुन्छ, एकदम दामी ठुल्ठुला भिल्लाहरू बन्दैछन्। कन्स्ट्रक्टर चाहिँ एकदम राम्रो हुन्छ। यहाँ होटल लाइन चाहिँ एकदम धेरै पाइन्छ क्या है। हर ठाउँमा होटल लाइन अनि कार बुकिङ रुम एकदम व्यवस्था छ है। पहाडहरू पनि छ, नरिवलको पेड ठुल्ठुला हेर्न सक्नुहुन्छ। यतापट्टि पुरा भिल्लाहरू बन्दैछ, नयाँ नयाँ डेभलपमेन्ट हुँदैछ, एकदम दामी छ ठाउँ। हजुरहरू पनि आएर भिजिट गर्न सक्नुहुन्छ। गोवा भन्ने ठाउँ एकदम रमाइलो ठाउँ हो। यहाँ टुरिस्टहरू धेरै आइरहेछन् घुम्नलाई होइन, राम्रो छ ठाउँ। त्यस्तै हो। आज घर छोडेर आएको ठ्याक्कै 1 महिना भयो है। काम त रमाइलो छ होइन, त्यही पनि घरको यादले धेरै सताएको छ। मिस गर्छु आमा बाबाहरूलाई, मम्मी बाबाहरूलाई मिस गर्छु। अहिले चाहिँ म दिदीको रुममा जाँदैछु होइन। दिदीको रुममा गएर चाहिँ यसो बस्छु। भेनाजु हुनुहुन्न, भेनाजु एक्लै चाहिँ आज आछम जानुभएको छ। म चाहिँ अहिले दिदीको रुममा जान लाग्छु होइन। दिदी एक्लै हुनुहुन्छ, दिदीलाई सन्चो पनि छैन खासै। अनि भेनाजु चाहिँ आज आछाम गएको ठ्याक्कै 1 हप्ता भएछ। अनि म चाहिँ आज दिदीलाई भेट्न भनेर गइरहेको, धेरै टाढा छैन, नजिकै छ। त्यतिकैमा जाँदा हजुरहरूसँग पनि एउटा सानो भ्लग बनाऊँ भनेर सोचिरहेको थिएँ। हजुरहरूलाई मन परेछ भने भ्लग चाहिँ लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला, माया गरिदिनु होला। र मेरो टिकटक, इन्स्टाग्राम, त्यसपछि युट्युब च्यानलले सब्सक्राइब गरिदिएर फलोज गर्न नबिर्सिनु होला। हेर सक्नुहुन्छ यहाँ ब्रान्डको कुरा गर्न सक्नुहुन्छ। रमाइलो छ जिन्दगी होइन, यस्तै हुनुसक्छ ठाउँ। तर गाउँ जस्तो छ कि ठाउँ, यहाँ ठ्याक्कै बस्छ है। यस्तो छैन कि ठुल्ठुला बिल्डिङहरू पनि छैन, उस्तो पनि छैन होइन। म त्यस्तो ठिकै छ, नर्मली गाउँ जस्तो छ हेर्दाखेरि। राम्रो हाइवेमा छु, त्यही भएर गाडी घोडाहरू धेरै चलिरहेका छन्। यहाँ कारहरू चाहिँ एकदम चल्छन् क्या, बसहरू भन्दा पनि धेरै होइन। यो चाहिँ लोकल गल्ली साइड हो होइन, त्यसो भएर कारहरू धेरै चल्छ। यो बिच साइड जाने ठाउँमा हो, कारहरू चल्छ। अनि त्यसबाट चाहिँ यहाँ अलि साउन्ड चाहिँ राम्रोसँग आउँदैन होइन। एकदम दामी छ ठाउँ पनि हेर्न सक्नुहुन्छ। पहाड साड सब अगाडि हेर्न सक्नुहुन्छ, पहाड छ यताउता सब गाउँ जस्तो छ ठ्याक्कै। हेर्दाखेरि हाम्रो चाहिँ गाउँको झलक आउँछ होइन, तर यो ठाउँ चाहिँ अलगै छ के। हेर्दा चाहिँ जो आउँछ नि यहाँ फुल इन्जोय गरेर जान्छ कि। रमाइलो छ, जे चिज पनि सस्तै छ, राम्रै छ होइन। आमामामा हेर्नु न, अहिले चाहिँ हेर्नु कति ट्राफिक भएको कि। भर्खरै ट्राफिक यति धेरै ट्राफिक भएको छ कि के भन्ने, एकदम के भर्खरै ट्राफिक भयो कि है। अब म चाहिँ यो साइडतिर जाने हो, म चाहिँ यो साइडमा जान्छु। अनि यो साइडबाट अलिक भित्र गएपछि चाहिँ मेरो दिदीको घर आउँछ होइन। हजुरलाई देखाउँछु यो साइडबाट चाहिँ। म चाहिँ यो कार गइरहेको छ नि, त्यहाँबाट चाहिँ म भित्र जाने हो। जो अलिक कारहरू धेरै छ, हेरेर जानुपर्छ न। रमाइलो छ कि एकदम। त्यो सन्डे भएको भएर यस्तो भएको है। सन्डे भएछ नि त आज, फेरि सन्डे क्राउड धेरै छ कि, क्राउड हुन्छ नि त। अनि हेर्न सक्नुहुन्छ, हेर्नु यो बिल्डिङ हेर्नु न, कम त राम्रो छ, रमाइलो छ नि त यो बिल्डिङलाई हेर्नु न, कम त छ। ठाउँ चाहिँ एकदम दामी ठाउँ हो कि यो भनेको न। मान्छेहरू चाहिँ नि भन्छ नि यहाँ जान्छु, दुबई जाने, यहाँ जाने, ओ जाने, त्यो होइन कि। घुम्नलाई यहाँ गोवा आउन एकचोटि, कसम के गोवा आयो भने नि कसम जिन्दगी नै गार्डन हुन्छ कि है। रमाइलो ठाउँ छ, हेर्दाखेरि गाउँ जस्तो छ, तर हेर्ने ठाउँ चाहिँ एकदम छ। ओल्ड गोवा भयो, पन्जिम भयो है। यहाँका भिल्लाहरू हेर्नु एकदम बहुत ठुल्ठुला। दिल्ली साइडमा नि सायद त्यस्तो बिल्डिङ छैन होला कि जस्तो छ कि। म चाहिँ अलि यहाँ के गऱ्यो, अलिक गाउँ साइडतिर छु, त्यही भएर चाहिँ त्यति साह्रो छैन होइन। अनि यता माप्सातिर पन्जिमतिर भयो, त्यो ठाउँ चाहिँ एकदम ठुल्ठुला बिल्डिङ। अनि त्यहाँ गाडी घोडाहरू चलपल धेरै नै छन् कि त्यतातिर। म त्यहाँ जान चाहिँ पाएको छैन अहिले, कामले फुर्सदले गर्दा भएर। काम छ नि, त्यही भएर जान पाएको छैन के। काम भयो भने नि होइन, छुट्टी भयो भने म जान्छु, भलसँग हजुरलाई देखाउँछु भन्छु होइन। अनि मलाई त्यति साह्रो स्कुटी चलाउनु पनि आउँदैन, अनि यहाँको लाइसेन्स पनि छैन, त्यही भएर चाहिँ जान खासै टाइम पब्लिक गाडीमा जानुपर्छ। गाह्रो हेर्नु न, कस्तो राम्रो प्लेस, मन्दिर छ के, हेर्न सक्नुहुन्छ नि। यस्तो दामी मन्दिर पनि छ। अब म चाहिँ यता दिदीको रुमतिर आइसकेको छु होइन। यहाँ चाहिँ अलिक भिल्लाहरू छन् कि धेरै नै होइन। रुम चाहिन्छ, अनि कार रेन्टमा चाहिएको छ भने पनि पाइन्छ कि होइन। रमाइलो क्रिकेटहरू पनि खेलिरहेको छ, इन्जोय गरिरहेको छ सबैहरू न। एकदम दामी ठाउँ छ हाम्रो चाहिँ यसमा, केही छैन, रमाइलो गरिन्छ है। तर रमाइलो छ कि यो ठाउँ भन्ने जे जस्तो भए पनि
के भन्नु अब है कन्ट्याक्ट त मलाई त्यति साह्रो भन्छ भने राम्रो राम्रो कब्लहरू निकालिदिन्छु राम्रो राम्रो भने अरूले हो त त्यसैले अहिले चाहिँ स्टाफ सपोर्ट र माया गरिदिनु होला है एकदम राम्रो छ क्या ठाउँ पनि हेर्दाखेरि होइन बिल्डिङ साइड एकदम दामी छ चाहिँ अहिले चाहिँ अलिक यो गल्लीबाट चाहिँ अलिक उसमा आएको छु कि भिलेज साइड भएकोमा आएको छु यहाँ पनि घरहरू राम्रो छ त्यही हो जे जस्तो भए पनि दुःख गरेर खानुपर्छ है होइन जहाँ भए पनि जे भए पनि आफ्नो देश भनेको जस्तो कहाँ हुँदो रहेछ र सङ्घर्ष गर्नलाई होइन गाह्रो पर्छ सबै कुराहरू म्यानेज गर्नलाई सबै कुरा उस गर्नलाई केही फरक पर्छ भन्ने चाहिँ पनि छ त्यस्तै छ सबैजनाले हेरिरहेको छन् मलाई चाहिँ अलिकति लाज लागेको छ फर्स्ट टाइम भएर होला नि होइन रमाइलो छ इन्जोय गरिरहेको छु म चाहिँ बाटामा भलो गर्नु चाहिँ एउटाले चाहिँ के भन्छ नि इन्स्टाग्राममा हजुरको एकाउन्ट दिनु अरे क्या खोज्दाखेरि भेटाएन यार लास्टै बित्दा भयो के भन्ने अब खोज्दाखेरि आउँदैन के भन्ने हो सब्सक्राइब छैन न फलो छ न केही छ खोज्दाखेरि ट्याक्क अगाडि आएको अनि ट्याक्क हुन्छ त नि भर्खर सुरु गरेछु त अन्त ल ठिकै छ जे जस्तो भए पनि हजुरको माया र सपोर्ट पाएछ भने चाहिँ म पनि एकदिन भाइरल हुने नि आशा गर्छु हजुरको साथ सपोर्टले नै हो म अघि बढ्ने ल माया गरिदिनु होला है त म चाहिँ अब दिदीको रुममा पुग्नलाई अब दिदीको रुममा पुगेपछि चाहिँ हजुरलाई दिदीको रुम चाहिँ अलिक भित्रै पर्छ कि होइन त्यही भएर चाहिँ अलिक गाह्रै पर्छ झन् हामीले धेरै टाढा भयो त्यो ठिकै छ बात गर्दा गर्दा चाहिँ हजुरसँग चाहिँ अब दिदीको रुमसम्म आइसक्यो म दिदीलाई सरप्राइज दिन्छु मैले फोन पनि गरेको थिएँ दिदीलाई चाहिँ घुमेर आउनुपर्छ कि हेर्दाखेरि नजिकै छ तर घुमेर आउनुपर्छ दिदीको रुममा टाढा छ क्या गाह्रो छ पनि काम गर्ने यतै नजिकै हो कि तर चाहिँ दिदीको रुममा चाहिँ यसो घुमेर आउँदा चाहिँ अलिक टाढा लङ पर्ने जान्छ त्यही भएर हो ल म हेर्दाखेरि अब दिदी पनि अलिक भित्री त्यही के अलिक भित्र बस्नुहुन्छ कि सस्तो रुम